सम्पूर्णमा नमस्ते छ। आज म हजुरहरूलाई यो फजी वायरबाट कसरी फ्लावरहरू बनाउने भनेर देखाउन गइरहेको छु। त्यसको लागि हामीलाई हट ग्लु, फजी वायर, ग्रीन टेप अनि हट ग्लुहरू चाहिन्छ। यसरी हजुरले फजी वायरबाट पेटल्सहरू बनाउनको लागि यो एउटा फजी वायरलाई चाहिँ हामीले 4 फोल्ड गरेर 4वटा पेटल्सहरू बनाएर विभिन्न धेरै प्रकारका पेटल्सहरू बनाउन सक्छौं। र यसरी नै हामीले पातको लागि चाहिँ ग्रीनलाई चाहिँ हाफ फोल्ड गरेर अझ त्यसलाई डबल फोल्ड गरेर त्यसमा लक लगाएर हजुरले चाहिँ यसलाई चारैतिरबाट मोडेर पात बनाउन सक्नुहुन्छ। 2टा पातको जरुरी पर्छ र जस्तै मैले यो पिङ्क कलरको चाहिँ फ्लावरको बिचमा राख्ने बनाउन गइरहेको छु। र हामीले यो फ्लावर बनाउनको लागि एउटा बिर्कोमा चारैतिर गोलो पेटल्सहरू राखेर र सेकेन्ड लेयर पनि हामीले यसरी माथिबाट ग्लु गनले टास्न सक्छौं। र त्यसपछि हामीले फेरि त्यसमा त्यो बिचमा अघि नै बनाएको कुरा टास्छौं र हामीले पछाडिको भाग बनाउनको लागि चाहिँ ग्रीन फजी वायरलाई चाहिँ हामीले एउटा ब्याम्बो स्टिकमा पेस्ट गर्छौं र हामीले त्यो स्टिकलाई चाहिँ ढाक्नको लागि ग्रीन टेप युज गर्छौं र त्यसलाई बेर्दै गरेर ग्रीन पातहरू पनि हामीले यसरी बेर्दै लान सक्छौं। र यसलाई हामीले यो फ्लावरको फर्स्ट स्टेपलाई चाहिँ माथि फोल्ड गरेर यसलाई चाहिँ 3D लुक्स दिन सकिन्छ। यसरी नै हाम्रो फजी वायर रेडी हुन्छ। कस्तो लाग्यो हजुरहरू?